देखो न देखो भने जस्तै भएछ। ठ्याक्कै अस्ति मेरो नि एक्सिडेन्ट भरे जस्तै भएको थियो। झराम झुरुम एक्सिडेन्ट भएछ। पटेमा केटाहरूले राउँछ म त ग्याङ पटपटेमा भन्ने गीत चाहिँ नि आजकल अलिकति खतरा चलिरहेछ कि। मलाई गीत सित आउँदैन माकुरी यारमा के गर्नु नि म त गीतै आउँदैन। हेलो नमस्ते सबैजनालाई नमस्कार भन्न चाहन्छु र म आज फेरि पनि उपस्थित भइसकेको छु आफ्नै कोठाबाट र यता साथमा हुनुहुन्छ। हेर्नुहोस् न यता हेर्नुहोस् भिडियोमा आउन चाहनुहुन्न अरे उहाँ चाहिँ। अरू केही देखाउनलाई अब खासै कला त छैन। अब के देखाउने त अब के कला देखाउने त हे भगवान् माकुरी यो छालाको पेटीले ड्याम हानेर खाइदिउँ। उठ क्या तर्सिरहे के फेरि आयो मलाई थाहा पाएँ। हटेमा आजकल त मलाई कुकुरले पनि रिसाउँछ। चुप पर कुकुर फटेमा म त केटाहरूले फटेमा भन्ने छैन खाँदैन भखटे सखटे ए पिता परमेश्वर आफ्नो घरमा पनि पिता माता भोलि अङ्कल ड्याडी मम्मी बाजे हजुरबाउ सबै आउन थाल्यो। अब के गर्नु मेरो जिउ नै त्यस्तो छ करेन्ट लाग्ने खालको। करेन्ट लागिहाल्छ मेरो करेन्ट लाग्ने बनाइसक्यो नि त थाहा छैन। अनि के गर्नु घर भएर के गर्नु त्यसो घर के मर्दाखेरि पेट जाने हुँदैछ होइन त है। पर्दैन त के हामीलाई बाल कोही रुखको फेदमा बसेर भात खाइरहेछन् कोही के हो। ए यो घर पुरा बुट्टा भरेर ठुलो बनाइसक्यो नि। अब त हामी के हो बोला हो या मलाई लाएर सर आयो 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 अटो म अटो चलाउँछु अब यहाँ मेरो अटो हिजो यारमा यस्तो एउटा अटो किन्न पाएँ भने पनि प्यासेन्जर लिएर हिँड्ने नि यहाँ दिन्छ 12-13 अट्यो छ नि 6-7 जना अट्यो 6-7 जना अट्यो भयो भने अब 600 रुपियाँ 600-700 आइहाल्छ। उताबाट जाँदा 600-1400 भइहाल्छ। आनन्दले मस्त हामी चाहिँ जानेछौँ। अब यहाँ 500 रुपियाँ लिएर फोटोकपी गर्न 500 रुपियाँ। त्यसपछि हामी मासु भात ओ काले सङ्क्रान्ति मनाए क्या हो। यस्तो कामको लागि एउटा फोटोकपी चाहिएको नागरिकताको अनि फोटोकपी गर्नलाई 500 रुपियाँ लिएर आएको छु। त्यसपछि आएर नि अब फोटोकपी गर्ने अनि अरू चटपटे खाँदैन अरू मासु भात खाने हो चटपटे खाँदैन। चटपटे भनेपछि मलाई लाग्छ एलर्जी हो। चटपटे एलर्जी भन्दा पनि अब खानु हुँदैन त्यस्तो धेरै होइन। चटपटे खानुको साटो अरू मासु भात खाने हो ठक्क लाग्छ। चाउमिन मोमो खाएर त नभए हुँदैन के भन्नु तर बाउ ओह मलाई कसरी मुख छाड्छ नानीले कसरी मुख छाड्छ मलाई हेर न। फोटोकपी गरेर लिएर आएँ 5 रुपियाँ रे 5 रुपियाँ थिएन। जसले जति जे भने पनि अर्काकै बुढी मनपर्ने है। त्यो आँखा चाहिँ खत्तम भयो। अर्काको बुढी मनपर्ने त हानिहाल्छ ब्याङ ल बुढा हेर अर्काको बुढी हेर के पानीपुरी विथ नो माई मिस्टेक नो सुपरभाइजर मिस्टेक भने जस्तो बनाइदिन्छु अनि थाहा पाउँछ। माई मिस्टेक नो सुपरभाइजर मिस्टेक वा यसलाई हान्छ क्या हो ड्याममै के भइरहेको थियो ल आज चाहिँ वाइल्ड जाम भएर वाइल्ड जाम भएको त्यसपछि उतातिरदेखि लिएर दाबारदेखि दाबर आयो यहाँ रहेछ क्या यार पर आऊ कहाँ हेर्नु आनीहरू हुनुहुन्छ सबैजना रातो लाउनु भएको छ। आनी होइन के हो अनि अहिले चाहिँ साखुको मन्दिरनिर हो पुरै रातो लुगा लाएर बस्नु भएको छ। अनि यतापट्टि के हो मामाहरू पनि रहेछ त हौ मामाहरू
मामाहरू 4 जना जति रहेछन् भान्जीहरू मात्रै यहाँ फेरि भान्जीहरू सबै रातो लुगा लगाएछन् मामा चाहिँ बसिरहेको लगभग दिन यसरी नै बितियो अब बाँकी चाहिँ म अब भोलि कसरी बिताउँछु भनेर भोलि नै देखाउँछु र आज चाहिँ हाम्रो यात्रा यतिमै सकियो र आजको डेली लाइफस्टाइल भ्लग चाहिँ यतिमै सकियो अब के गर्ने अब मेरो लाइफै यस्तै छ हिँड्ने खाने नाच्ने कहिले कता कहिले यता मात्र खाने गयो तरकारी सरकारी ल्यायो तरकारी चाहिँ ल्याएको सरकारी चाहिँ नल्याएको अनि दालमुख ल्यायो अघिको 500 रुपियाँले त्यति हो आउने ल के चाहिँ आउँदैछ 1 किलो बकुलाको तरकारी अनि टमाटर 1 किलो 140 यो 140 आमाम 280 त्यहाँ भइहाल्यो दालमुख ल्यायो 150 अनि अरू चाहिँ फेरि 1 प्लेट पानीपुरी र चटपटी खाइयो देखाएन मैले ल चटपटी खानु भन्दा ल चटपटी खाएको हो क्या नभन अनि चटपटी खायो अनि त्यसपछि सकियो अनि 500 रुपियाँ चिरिप साला 500 रुपियाँ के चाहिँ हुँदो रहेछ त है म त अचम्म लाग्छ है कहिले हाँस्छ कम खुसीले हाँस्छ फेरि आएर नानी ल आजको यात्रा लिएर आउने नै छु तपाईँहरूको माझमा र साथमा हाम्रो म्याडम पनि लिएर उपस्थित हुनेछु के भन्नु कहाँ लानु नपाउने म लगिहाल्छु म बिहानै म बिहान होइन ल 5 बजी उठ्ने होइन 9 बजीसम्म एउटा भ्लग बनाउने त्यसपछि जाने काममा है अनि त्यसपछि अनि के झन्नै पछारे यस्तो यो सीमा ठास्ने लाठीको लोक्ने